हे गाइज व्हाट्स अप एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हाम्रो भान्जाको के छ कस्तो बर्थडे भनेको ह्याप्पी बर्थडे हो जन्मदिन हो ह्याप्पी बर्थडे टु मी भन्नु यता यता ह्याप्पी बर्थडे टु मी भन्नु ह्याप्पी बर्थडे एरिस खै म केक बनाइदिनु पर्ने भ्याकै छुइनँ अनि हिजो जस्तो यस्तो खप्पै त्यहाँ केक चाहिँदैन घरमै एउटा पाउडी लिएर काटिदिनु भइहाल्छ नि होइन यता चाहिँ यता हुनुहुन्छ हाम्रो आमा र दिदी है आज चाहिँ अनि कस्तो भयो त नि आज बर्थडे के गिफ्ट आयो लु भन्नु प्याउले पो हुन्छ त आमा पहिला सानोमा बरु तर्कालो बोल्थ्यो प्याउले मलाई प्याउनु हुन्छ प्याउले भन्नु ल उता लाउनु त यो यस्तो गरेर को छ देखाइदिनु उता लगेर लु आफै आइरिसले भ्लग गर्छ है अब अलिक मजाले पक्रियो भन्छ अनि इन्डियाको भन्दाखेरि यता बाहिर बिरयानी पर्खेर को बसिरहेको देखाइदिनु यो चाहिँ को हो यो मेरो ठुलो मेरो आमा अनि त्यसपछि रिभान्टी अनि त्यस पछाडि सानो दिदी हुन्छ अनि त्यसपछि ठुलो दिदी अनि यहाँ चाहिँ दादा जानु उता दादातिर अनि यहाँ चाहिँ के गर्दै बस्दै हुनुहुन्छ यहाँ के गर्दै बस्दै हुन्छ के गर्दै बस्दै हुन्छ यहाँ चाहिँ बिरयानी पर्खेर बस्दै हुनुहुन्छ यता बिरयानी मास्टर यही ए दिउँसोदेखिको चामल पनि ढिलो ल्याइदिएर मैले यो कसको घर हेरिस यो कसको हो यो यतै ठुलो मम्मी छेमा यतै ठुलो भान्जा मभन्दा ठुलो भान्जा यता सानो भान्जा एक डलर चाहिँ खानालाई निन्द्रा लाग्दैन हो ओ एरिस ए काटेर बाँड्दा सकिन्छ त केक त अनि यत्रो मान्छेलाई मैले जोगाइदिएको होइन त्यो उयो हुन्छ क्या स्प्रेले त्यो आगो बल्छ क्या त्यहाँ त्यही भएर सौन्दर्य चाहिँ मैले जोगाएको
टु यु एरिस एरिस टु यु उल्टो का भयो उल्टो भयो काट्नै आउँदैन अनि Happy अब एरिसले कसलाई खुवाउने आफै खानु सबै ठुलो मामिला दिदी सबै मलाई दिनु टिका लगाइदिनु ठाडो हेर के खानु गर्छ पुरा खडा चाहिँ अगाडि लाग्यो खै म के काट्दिनु भाइ के हो आमाले के किनिदिनु भयो त्यो पुरा ट्यापेर लाउनु गाजरको पत्ता हो किन अगाडि कतिमा हो खै बुवाहरूलाई के खुवाइदिनु आमा बुवालाई चाहिँ मलाई जसले किनिदिएको त्यसलाई त सम्झिँदैन पनि कसले ल्याइदिएको केक अब त भयो भयो पैसा राख है खोइ कहाँ राख्ने पैसा चाहिँ पैसा राख्ने झोला भयो हेरिस है लु भयो त्यो केकको झोलामा राखिदिनु न पैसा यहाँ राख एरिसको पैसा राख्नु झोला उलो छोडा चल्ला मरे त बाबु म हेर्छु भिडियो म खाँदिनँ भयो त अब त म मिल्दिनँ अनि ओइ नछुन अहिले चाहिँ नछुन होइन अब guys.